नमस्ते सबैलाई। आजको यस भिडियोमा स्वागत छ तपाईहरुलाई। तपाईहरुले यदि एसई दिएर बसिराख्नु भएको छ र एसई पछि के गर्ने र कसरी आफ्नो फर्दर स्टडीलाई अगाडि लग्ने भन्ने बारेमा सोचिराख्नु भएको छ भने यो भिडियो तपाईकै लागि हो। यो भिडियोमा हामीले कुरा गर्नेछौँ काठमाडौँ मेट्रोपोलिटन सिटीले प्रोभाइड गर्ने स्कलरशिपहरु चाहिँ। काठमाडौँ मेट्रोपोलिटन सिटीमा चाहिँ स्कलरशिपहरु दिइन्छ। यसमा चाहिँ तपाईले चाहिँ के कस्तो क्राइटेरियाहरु मिट गर्दाखेरि तपाईले चाहिँ काठमाडौँ स्कलरशिप भर्न सक्नुहुन्छ र पाउन सक्नुहुन्छ। यसमा चाहिँ पहिला एलिजिबिलिटी क्राइटेरियाहरु हेर्ने हो भने स्टुडेन्ट सेक्युर्ड एटलिस्ट 2.8 GPA इन एसई भनिरहेछ। यहाँ तपाईले चाहिँ एसई मा चाहिँ 2.8 GPA एटलिस्टमा ल्याउनुपर्छ। यसभन्दा तपाईले जति पनि ल्याए हुन्छ यसभन्दा कम नल्याउनु होला। यसमा साइन्समा चाहिँ साइन्स compulsory mathematics and English will be eligible for the science stream and admission in the science basis on the entrance exam. Student must meet the criteria set by the college and entrance question included science 40 marks, math 40 marks and English 20 marks. Student can fill online form from the school's website www.ktm model college.edu.np यहाँबाट तपाईलाई चाहिँ फर्म भर्न सक्नुहुन्छ। entrance symbol number will be sent to your registration email number। त्यो भएर तपाईले त्यसैले इमेल नम्बर चाहिँ इमेल आईडी चाहिँ राम्रोसँग बनाउनु होला। आफ्नो school will publish entrance result by email or SMS। Interested students must get admission within admission deadline and quota fulfillment with each ever earlier। तपाईले यदि कोटामा चाहिँ भर्न चाहनुहुन्छ भने तपाईले चाहिँ कोटामा चाहिँ छिटै भर्नु होला। Only meritorious student will be in list for the admission। तपाईको यदि राम्रो GPA आछ र तपाईले चाहिँ राम्ररी फर्म भर्नु भयो भने तपाईलाई चाहिँ राम्रो प्राथमिकता दिएर तपाईले चाहिँ त्यसमा चाहिँ समावेश गरिन्छ भन्ने भनिएको छ यहाँ। अनि स्पेशल स्कलरशिपहरुको स्किम्सको कुरा गर्ने हो भने तपाईले चाहिँ स्कलरशिप स्किममा चाहिँ यो स्कलरशिप स्पेशल स्कलरशिप चाहिँ प्राइभेट स्कुलबाट पाउने होइन। यसमा चाहिँ गभर्नमेन्ट स्कुलबाट आएका स्टुडेन्टले मात्र पाउने हो। यसमा यदि गभर्नमेन्ट स्टुडेन्टले फर्म भरेको छ भने यसमा त्यो पनि गभर्नमेन्ट स्टुडेन्टको लिमिटेड स्टुडेन्टले मात्र पाउने हो। यसमा भनेको 3 जनाले मात्र पाउँछन् फर्स्ट सेकेन्ड थर्ड मेरिटको बेसिसमा। अब यसमा चाहिँ बेसिस स्कलरशिप स्किम्सको कुरा गर्ने हो भने यसमा चाहिँ तपाईको एसई मा आको जीपीए लाई चाहिँ 25% मानेर र इन्ट्रान्समा चाहिँ आको मार्क्स चाहिँ 75 मानेर तपाईको मार्क्स चाहिँ क्याल्कुलेट गरिन्छ। यसमा चाहिँ तपाईको मार्क्स चाहिँ जीपीए चाहिँ कति आयो भने कति तपाईको मार्क्स चाहिँ एग्रिगेट हुन्छ। यहाँ टेबलमा देखाइएको छ। 4 जीपीए आयो भने तपाईको मार्क्स चाहिँ 25 मार्क्सको 25 नै दिन्छ। यदि तपाईको 3.95 आएको छ भने 24 दिन्छ। 3.90 आएको छ भने 23 दिन्छ। 3.85 आएको छ भने 22 दिन्छ भने 3.8 आएको छ भने तपाईको 21 दिन्छ। यदि तपाईको 3.75 आएको छ भने 20 मार्क्स मात्रै पाइन्छ भने यता 2.85 एन्ड एभोभ छ भने तपाईको 14 मार्क्स पाउने चान्स हुन्छ। यसमा तल हेर्दाखेरि तपाईको स्कलरशिप स्किम्स इन 11 साइन्स। तपाईले यदि 11 मा साइन्स लिनुभयो भने यसमा चाहिँ तपाईको फी यस प्रकार रहनेछ। करिकुलम मार्क्स भनेको चाहिँ 90 टु एभोभ। एनुअल फी भनेको 100% बुझाउनु पर्छ तपाईले। ट्युसन फी 100%। यदि तपाईले चाहिँ मार्क्स चाहिँ 90 या त्यसको एभोभ ल्याउनु भयो भने तपाईको एनुअल फी र ट्युसन फी चाहिँ 100% स्कलरशिप हुन्छ। यसमा चाहिँ नम्बर अफ स्कलरशिप पाउने स्टुडेन्ट भनेको चाहिँ 20 जन मात्रै रहेका छन्। यदि तपाईलाई चाहिँ 85 देखि 89 सम्म ल्याउनु भयो भने तपाईले 75 सम्म स्कलरशिप पाउन सक्नुहुन्छ। यसमा पनि 20 नै रहेको छ नम्बर अफ स्टुडेन्ट हेर्न सक्नुहुन्छ। यदि यस प्रकार तपाईले ल्याउनु भयो भने यतिसम्म तपाईले चाहिँ स्कलरशिप पाउन सक्नुहुन्छ। र नम्बर अफ स्टुडेन्ट भनेको यो राइट कलममा दिएको छ नम्बर अफ स्कलर भनेर। तपाईले स्कलरशिप अकर्डिङ टु द टर्मिनल एक्जामिनेसन अफ ग्रेड 11 एन्ड 12। तपाईले चाहिँ अब ल तपाईले स्कलरशिप पाउनु भयो 50% या 100% नै पाउनु भयो ल मानेर। यदि तपाईले चाहिँ अब क्लास 11 मा चाहिँ राम्रो पर्फर्मेन्स गर्नु भएन, यदि तपाईले टप्पर
गर्नु भएन भने तपाईँ त बेग्लै कुरा हो। यदि तपाईँले राम्रो मार्क्स ल्याएर टपर भन्नुभयो, टपर अर 85% एन्ड एभोभ ल्याउनु भयो भने तपाईँले फेरि पनि 100% टुवेल्भमा पनि पाउन सक्नुहुन्छ। 100% फी एन्ड ट्युसन फी अनि नम्बर अफ स्टुडेन्ट अल सबैले पाउन सक्छन्। यदि तपाईँले 80 या टपर वा 85 या त्योभन्दा बढी ल्याउनु भने सबैले पाउँछन्। 100% फी, स्कलरसिप इन ट्युसन र यसको ड्युरेसन हुन्छ 3 मन्थ, नम्बर अफ स्टुडेन्ट सबै भनेको छ। यसमा चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ। साथै यहाँ टेबल दिएको छ। अब नम्बर अफ स्टुडेन्ट फर क्लास 11 एकर्डिङ टु द क्लास 11 फाइनल बोर्ड रिजल्ट्स यहाँ पनि दिएको छ तपाईँले। यदि तपाईँले टपर हुनुभयो भने, टपर अर 85% एन्ड एभोभ ल्याउनु भयो भने यसमा पनि तपाईँले ट्युसन 100% फ्री पाउनु मतलब स्कलरसिप पाउन सक्नुहुन्छ। यसमा पनि 3 मन्थ सेम रहेको छ। यसमा भनेको नोटिस अब रहेको छ। द स्कलरसिप कोटा इज लिमिटेड सो इट विल बी प्रोभाइड एकर्डिङ टु द फर्स्ट कम एडमिसन बेस above scheme on tuition fee during admission are allocated only for 3 months up to first terminal exam. The scholarship will be charged according to the result of terminal examination as mentioned above. तपाईले यदि चाहिँ टर्मिनल एक्जामहरुमा चाहिँ राम्रो गर्नुभयो भने तपाईको स्कलरशिप जान पनि सक्छ। यदि तपाईले राम्रो गर्नुभयो भने तपाईको फर्दर स्कलरशिप बढ्न पनि सक्छ क्या। त्यही भएर तपाईले चाहिँ सधैँ क्लास 11 चाहिँ राम्रोसँग पढ्नु होला र आफ्नो 12 लाई पनि राम्रोसँग तयारी गर्नु होला। ल, धन्यवाद है।